आज हामी जिम हिँडिसक्यो। बिहानको 9 बजे यस्तो चिसो छ, पानी परिरह, त्यही पनि हामी जिम जाँदैछौँ। आज चाहिँ कले पनि छ यहाँ, कले। हेलो गरिदेऊ मेरो साथीहरूलाई, हेलो गरिदेऊ। हेलो हैन, जिम जाओ, हेलो बेल गरिदेऊ, बोक्ने जिम जाने। हेलो गर्दै भनेको यसले के गर्छ गर्छ। अहिले चाहिँ बाटोमा छौँ, जिम पुग्नलाई पनि झन्डै 1 किलोमिटर हिँड्नुपर्छ। यो चाहिँ हाम्रो हल्का वार्मअप हो। त्यहाँ गएपछि थोरै वार्मअप गर्नु लागि अहिले बाटैबाट हिँड्दै जाने अनि हल्का स्ट्रेचिङ गर्ने, वर्कआउट सुरु गर्ने। आज चाहिँ मेरो छुट्टी हो। आज चाहिँ मेरो यो युट्युबमा भिडियो आउँछ, हेर्नु होला, माया गर्नु होला, सेयर पनि गरिदिनु होला। धन्यवाद। अब वर्कआउट सुरु भयो, हामी जिम आइसक्यौँ, वार्मअप पनि गरिसक्यो। अहिले स्कट गर्दैछ, 20बाट सुरु गर्दैछौँ हामीले। हामी धेरै माथि पुगिसक्यौँ, त्यही 20बाट हान्छौँ। गर्दै 20चोटि त खैकुन्ने त नि 12 हान्छ नि, 20 त गाह्रो गरेर त हानिहाल्छ। 2 3 4 5 6 7 8। अब यसको 35 को हान्दैछ साथीहरू। 35 को पनि यसले गरेछ, 80 100 को गरेको थियो। यो त केही होइन, यसको लागि गर्न त गर्छ यसले। अलि जिउ बन्नलाई चाहिँ टाइम लाग्छ होला, गर्न त गर्दै ह, गर्छ यसले, गर्छ, के गरी खान्छ। म साह्रै नजिक भयो क्या भिडियो खिच्न। हान्दै मजा आइरह। अब 100 किलोको सुरु हुँदैछ। गर्छ अहिले। Oh, 1 2 4 यस गऱ्यो। अब हाम्रो एउटा स्कट सक्यो। अब हामी लेग प्रेस गर्ने, लेग प्रेसको भिडियो हुँदैछ। बोला न के, यसले चाहिँ आज डेन्जरै हान्यो, तर अहिले लेग प्रेस हान्ने हामी। धन्यवाद। हाम्रो लेग प्रेसको प्रोसेस हुँदैछ यहाँ। वेट हाल्दैछ यस्तो, यता पनि के गर्नु, एक्सर्साइज गर्नुलाई भन्दा त्यो वेट हाल्ने, निकाल्ने, राख्नेमा धेरै टाइम जाने के, त्यो त त्यस्तै हो। लेग प्रेस पनि सकेको, स्क्वाट पनि, स्क्वाट के भन्छ, ओ खुट्टै सिधा गर्नु भएको छैन त, त्यो नि सकेको हान्छ। म चाहिँ अहिले पुरै 3टा डोलीफ्रङ खाएको, 3टा औषधि खाएर नसक्ने भएछु। अब भोलि पर्सि सकिन्छ। म पनि कमको त कहाँ छु रानी, डेन्जरै पावर छ नि। मैले त सिधा हुन्थ्यो त अनि उ त्यो
ल ल जिममा कोही छैन जस्तै देखिया हौ अहिले त कोहरू 3 जना छ अनि यो म ओके अब मेरो पाली आयो माथिको एक्सर्साइज सक्यो स्क्वाटर लेग प्रेस हानेर तल अब लेग एक्सटेन्सन र लेग कल गर्न जाने हामीहरू जाँदैछौँ एउटा म थाक्यो अब लेग प्रेस सुरु भयो हाम्रो लेग प्रेस ए लेग लेग प्रेस प्रेस भन्दै गरे अहिले लेग प्रेस भन्दै गर लेग एक्सटेन्सन हो यो कति हल्को गरेको अलिकति त गर न हौ अनि सुरुमा हल्का वार्म अप गर्नु पर्दैन लेग प्रेस होइन है लेग एक्सटेन्सन हो के यो मैले बिर्सेर भनेको हो लेग प्रेस भनेर खास गरी लेग एक्सटेन्सन हो गर्दै ह यसले हाम्रो अब यो पनि 3 खेप 12-12 चोटि गर्ने या घटाएर गर्ने हामीले तर अहिले प्रोसेस के हुन्छ हेरौँ यसले लास्टै हल्का गरे के पुरै नरम न नरम भए वार्म अप गरे भन्दैछु ल ल ल गर्न त गर्दै छ पालि लेग एक्सटेन्सन हान्दैछ यसले यस्तो हल्को न हल्को फित्त उड्नै लाग्यो जसरी गरे हेरौँ कस्तो भएछ हामीले लेगको 4वटा एक्सर्साइज गरिसक्यो अब हामी 4वटा भनेपछि हाम्रो इनफ हो लेग डेको लागि अब खुट्टा तन्काउने अनि जाने हामीहरू चाहिँ एक्सर्साइज सक्ने बित्तिकै घर जाँदैनौँ लास्टमा स्ट्रेचिङ एकदम गुड हेल्दी वेबाट एक्सर्साइज गर्ने मान्छेहरू हो हामी एकदम राम्रो बानी भएको एक्सर्साइज सक्ने बित्तिकै भागिहाल्दैनौँ हामीहरू ज्ञानी मान्छेहरू हामी अब खुट्टा तन्काउने आए के भयो त हाम्रो जिमको एक्सर्साइज सकिसक्यो अब हामी घर फर्केको बिहान 9 बजे आएको थियो अहिले 11 बज्यो आज हामीले लेगको वर्कआउट गर्यो त्यो त तपाईँहरूले हेरिसक्नु भयो इफ तपाईँहरूले झुक्केर हाम्रो भिडियो देख्नुभयो भने हामीलाई कमेन्ट गर्नु होला अनि थाहा हुन्छ नि त कसले भिडियो हेरेछ भनेर अहिले हाम्रो धेरै केही छैन त अनि एउटा दुईटा मान्छेहरूले भिडियो हेरेर कमेन्ट गरिदिनु भयो भने हामीलाई खुसी लाग्छ ओहो भिडियो हेरेछ भन्ने जस्तो हुन्छ त्यही भएर तपाईहरूले जो कोहीले पनि भिडियो हेर्नुभयो भने झुक्केर आएर हेर्नुभयो भने कमेन्ट गर्नुहोला ह्यान्ड रेज गर्नुहोला अनि त्यसपछि मैले थाहा पाउँछु नि त म र कलेले मेरो भाइ हो कले भनेको त्यो हामी दुइटाले थाहा पाउँछ नि त ओहो यसले भिडियो हेरेछ भनेर हामीलाई कमेन्ट गर्नुहोला सब्सक्राइब गर्नुहोला झुकेर देख्नुभयो भने देख्नु भएन भने त ठिकै छ केही छैन हस् धन्यवाद अब हामी घर आइसकेका छौँ यो घरको लिफ्ट हो तपाईँहरूले भिडियो हेरिदिनु भयो भने भन्दा नि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यसको मरण च्यासे अनुहार हेरेर भए पनि भिडियो हेरिदिनु होला मरण च्यासे बाई धन्यवाद तपाईँहरूले मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद